गाइस यो चाहिँ हाम्रो फर्स्ट भिडियो है सबैले माया गरिदिनु होला अनि आज चाहिँ हामी बजारतिर घुम्न जान्छौं है कोसँग मिस्टर हस्बैन्डसँग हाम्रो च्यानलको नाम के हो BSHM च्यानल सबैले लाइक सब्स्क्राइब गरिदिनु है त अहिले चाहिँ हामी गयौँ है त टाटा बाइ बाइ के हुन लाग्यो यो बाहिर काम गरेर त बस्नु ट्राई गर्नु त पर्छ आमा भर जान निस्केको घाम त यस्तो छ है घामको हालत के छ सकिन्छ यस्तो गरिमा के मुसलमान जस्तो ल जाऊ यो चाहिँ हाम्रो रामपुर बजार है हामी घरबाट निस्केको एप्रोक्स 25 मिनटमा चाहिँ रामपुर बजार पुगिन्छ अनि हामी सिधै जान्छौँ यो चाहिँ रामपुरको गेट अनि अस्ति नैबाट एक्सटेन्ड गरेको गाडी पनि अझै त्यही हो यो आयो चाहिँ रामपुर कलेज एग्रिकल्चर कलेज छ नि त्यही कलेज तर गाडीले देख्न पाएन अनि यतापट्टि चाहिँ के अरे रामपुर युनिभर्सिटी अफिसहरू चाहिँ यतापट्टि छ नि त अनि आयो चाहिँ हाम्रो यो न्यु होप सबैले चिन्नुभयो होला होइन न्यु होपलाई अनि फाइनल्ली हामी आइपुग्यौँ मङ्गलपुर बजार बाटो जति सब जस्तो बनाएर चाहिँ मङ्गलपुरमा अनि बिहेको लगनै छैन भने दिनमा पनि त्यहाँ बिहे रहेछ तर हाम्रो अतिथि चाहिँ सुनसान थियो फाइनल्ली हामी बाबासँग भेट भयौँ अनि फेरि गयौँ अनि अब आयो हाम्रो शहीद चौक नारायणगढ आइपुग्यौँ हामी चाहिँ बाटो कति भिड हो अनि अब हामी चाहिँ लाग्यौँ QFX तिर फिल्मको टिकट काट्नलाई हामी QFX पुग्यौँ पनि तर त्यहाँ सुनसान थियो झ्याउलायो खुल्लाको चाहिँ अझै आउनु भएन के अरे है कति मिनट भयो पुगेको फिल्म नआएको हेर्न आछु के भन्छ जान्छु भन महाभोग हेर्न आएको के फिल्म देखा यहाँ के फिल्म देखा यार हेर्न के फिल्म हेर्न आएको र हामी महाभोग भ्याइसकेको छ है हाम्रो यहाँ पोस्टर देखाएको भएर आएको के अरे अब यहाँ छैन है त सिजीमा छ कि QFX मा टिकट नपाएपछि अब फाइनल्ली हामी पुग्यो त इन्द्रदेवलतिर ठुलो आशा बोकेर हामी गएका थियौँ तर त्यहाँ पनि निराशाका साथ फर्किन पर्यो यहाँ पनि सकिएर हिँड्छ अब हामी जान्छौँ कहाँ चाहिँ मलाई उहाँज्यूको चप्पलले यस्तो भयो मेरो नाउँ उफे हेरेर बनेको चाहिँ भुलिएछ क्या कस्तो बुद्धि पनि यार सुमा QFX हेरेर आउनु पर्ने रहेछ नि कलेज चाहिँ सबैको दिष्ट कलेज है त अनि आयो हाम्रो नारायणगढको घाटपट्टि
फाइनल्ली अन्तिम आस बोकेर हामी सिजीतिर आयौँ। सिजीमा पनि के छ हेरौँ है त। हामी लिफ्ट चढ्यौँ। हामी त यता सिजीतिर छौँ हेर कहानी भेट हेर्नुपर्छ भन्नुभयो। अलिअलि आश चाहिँ छ है भोलिलाई। अन्तिम आश भनेको यही हो। मार किन्छ फोन गर्दा सब भेट्छ के भएर एउटा आश थियो त पनि सिद्धि स्वाहा दुईटैजना हामी यो सिजीबाट पनि बाई बाई भनेर गयौँ होइन। फिल्म हेर्न लाग्यो। फिल्म कुनै पनि नरहेछ। भोतु फिल्म हेर्ने सानो हेरौँ न हेरौँ भोतु फिल्म। हजुर हजुर पुगिहाल्नु साथ ल जाऊँ अब जाऊँ टाटा लेट्स गो जाऊँ। यहाँबाट पनि निराश हुँदै फर्कियौँ र हामी अमृतालाई फोन गर्न लाग्यौँ। कता जाने सर हामी अब? अमृता दोस्तलाई भेट्न जानु पर्यो होइन। र फेरि हामी लाज पचाएर यही बाटो हिँडिरहेछौँ है त। अब नानतिर जाने यसो चिसो हावा खाने अनि हङ्गटम हाम्रो मेरो फेभरेट हङ्गटममा गएर फेरि चिसो लस्सी खाने यही हो अमृताको फोन नउठ्नु कहानी हो यो चाहिँ। अमृताको फोन उठ्नुको भए चाहिँ यहाँ थुप्रै रमाइलो हुने थियो। फोन उठेन उताको चाहिँ बिजी होला। अब लाग्यो है त हामी नारायणतिर। धेरै नै सफलता हो। फेरि पढ्नु त रिसले होइन साथी मायाले हेर हतार नगर साथी धेरै नै सफलता हो। यो चाहिँ ट्रक पछाडि लेखेको है गाइज। के अरे सिक्ने गरौँ ट्रकको सायरी ट्रक सायरी। हामी चाहिँ अब नारायणीतिर नारायणीको तीरमा आएका छौँ। यहाँबाट बाइक लाने मिल्ने ठाउँ छ कि छैन भन्ने कुरा गइरहेको छ। काम गाममा शीतल शीतल गएको त्यति राम्रो यो घाममा शीतल गएको पग्योलाई खोज्नु म त। नारायणीको दर्शन गर्न आइयो है। आउन चाहिँ आइयो घामले आँखा हेर्नु लायक छैन। हेर्न सकेको छैन घामले आँखा। आइसीमा पनि पानी छोइदिनु होइन आइसी सही बढ्नु भएको रहेछ नारायणी। घरमा आउँछु जाउँछ घर बनाउनु सिकाउनु भएको अरे मलाई। यो पानी नानी माटो भएन क्या भयो भयो तर अलिक बाक्लो पातलो भयो के भयो बालो मिलेन क्ले भयो क्ले। तर उहाँ जिउ सफल हुनु भएन है घर बनाउन। यता चाहिँ अब अन्त गएर कता बनाउनुहुन्छ हेरौँ है त गाइज। चिसो बुढा पानी। अनि मेरो सरज्यूलाई बुढीको नाम लेख्न पनि नाम लेखिदिउँ भनेर सोध्नुपर्छ है गाइज। क्लस कहाँ हरायो? क्लस पनि लेख्नु पर्यो। लभ भित्र खतरा लभ भित्र क्लस हुनु पर्छ। ल मेरो सरजीको घर बनाउने प्रयास चाहिँ अझै जारी है। हेरौँ है त कतिको घर बनाउनु हुँदो रहेछ। को बस्ने हेर्छ त्यो घरमा गुन्नी।
के भएन नारायणीमा आएर चप्पल बगाएर जाने दान हुन्छ एक जग्गा चाहिँ घुमाउ भरतपुर भन्ने ठाउँ हो नि यतै नानीको बगर हस्पिसमा जाँदैछिन् है पानीमा सरर खोला नि त्यो तौलिया तौलिया खोला त तौलिया खोला तौलिया घाममा चिसो पानी छ तर हामी नानी चाहिँ अमृता फोन आयो तर घाम भयो नि चिसो पानीमा आएपछि चाहिँ चिसो हुन्छ है नारायणीको त्यो कलकल बगेको पानी सुन्दा पनि कस्तो आनन्द लाग्ने त्यो घामको महसुसै भएको थिएन त्यो नारायणीको किनारमा बस्दाखेरि के सोच रहेछ कुन्नी आज मेरो सरजीलाई नारायणी आएर घुमाउन मन लागेछ अनि उहाँले मलाई फन्दै घुमाउँदै हुनुहुन्छ है त घुमाउने रहर पुरा गरेर यसरी नै रमाइलो छ जिन्दगी हामी पनि यसो निब्बा निब्बी जस्तो बनिदिएको है त हामीलाई खोज्न आएको मान्छे त आएर बसी खान नाम खोज्न आएको मान्छे हामी यहाँ बसी हामी हात हल्लाएर बसिन ल है त फाइनल्ली अमृताको फोन आएको थियो पछि अनि हामीलाई भेट्न है हामी दुइटैलाई भेट्न हामीलाई भेट्नु भन्दा नि दाइ नमस्कार के छ भ्लग बन्दै छ क्या यहाँ अठेर मम्मीलाई फोन गरे ल हामी चाहिँ आयो हाम्रो फेभरेट ठाउँ हाम्रो हङ्ग्री ठाउँ है त खाजा खान त पर्यो हिँडिसकेपछि होइन त गाइज हामी भित्र सिरियो हाम्रो फेभरेट सिट चाहिँ प्याक रहेछ जति मेन्यु हेऱ्यो नि लास्टमा खाने के अरे मोमोइज के भन्नुपर्ने थियो पनि लास्ट साइज पिज्जा भनौँ है पिज्जा लास्ट साइज कि मिडियम एउटा पिज्जा यहाँ चाहिँ मेरो बुद्धि धेरै भएर बिग्रेको अवस्था है त त्यही पनि मिलाएर बुझ्दिउँ है त सबैजनालाई क्यारी त नि फर्स्ट हो बुझ्नै पर्छ होइन त बुझ्दिउँ है त ल फाइनल्ली हामी चाहिँ अब छुट्टिनै पर्यो होइन भेटेपछि छुट्टिनु त त्यो प्रकृति हो त्यही अनुसार चाहिँ हामी छुट्टिन लाग्यो टाटा बाई बाई भन्दै हामी चाहिँ आफ्नो गन्तव्यतिर लाग्यौँ फाइनल्ली यता सहिद चक्नी रायसी पनि भेट भयौँ हामी तर बाइक र स्कुटीमा ल फाइनल्ली हामी घर पनि आइपुग्न लाग्यौँ आजको दिन यसरी नै रमाइलो हाँसखेल गर्दै बित्यो होइन त गाइज फाइनल्ली हामी घर पनि आइपुग्यौँ रमाइलो छ जिन्दगी सबैले यस्तै माया गरिदिनु होला लाइक कमेन्ट सेयर सब्सक्राइब सब गरिदिनु है त गाइज कस्तो भएर गइयो थियो हालत यस्तो भएर ल यसरी नै हाम्रो भिडियो यही एन्डिङ हुन्छ हस् त है टाटा बाई बाई